अनि त मतलब हिजो कहाँ पर पक्रेको कहाँ से हामी बोल्न छैन हामी मिडियासँग कुरा गर्दैन हामीलाई योसँग जरुरतै छैन हामी नेपालबाट आएको नेपाली हो हामीलाई दार्जिलिङको आन्दोलनसँग सरकारै छैन हामी लिन दिन केही पनि छैन हामीलाई हामी नेपालको नेपाली हो म दबाई गर्नु आएको मान्छे दबाई गर्न आएको छोरा गोर्खाल्यान्डसँग हामीलाई टल्छ छैन हाम्रो जाँदैनौँ पनि आन्दोलन जान्दैनौँ पनि उताको पानी पनि जाँदैन पनि चाहिँदैन हामीलाई केही गरेको छैन हामीलाई चाहिँदैन हामी कसरी चिन्दैनौँ न हामी नेपालको नेपाली हो हामीलाई गोर्खाल्यान्डसँग जो म के भन्नेहरू हामी चिन्दैन जान्दैन पनि हामीलाई सरकार छैन ट्रिटमेन्ट गर्नु हामीले हाम्रो आमालाई लिएर यहाँ ट्रिटमेन्ट गर्नु ट्रिटमेन्ट चाहिँ कहाँ कुन हस्पिटलमा हाम्रो यो इलाम फिकलबाट आएको फ्यामिली क्लिनिकमा हाम्रो झापामा पनि घर हो हामी त्यस्तो हाम्रो छ दार्जिलिङ हामी इन्डियाको अहिले जाँदैनौँ हामी काठमाडौँमा धरानमा ट्रिटमेन्ट गर्छ योपल्ट चाहिँ यहाँ राम्रो छ भन्ने सुनेर हामी आएको हामीलाई बिना कारण टर्चर गरिरहेछ डिस्टर्ब गरिरहेछ ट्रिटमेन्ट चाहिँ के को तपाईँको मेरो यहाँ दबाई हेर्नुहोस् टेस्टको छ देखाउँ अपर्सन छ दबाई देखाउँ सबै उयोहरू छ मेरो भाइ मेरो छोरा मलाई लिएर आउने बिमारी नाम के हो उहाँको तपाईँ मैले फिकल पुलिस स्टेसन पर्छ तपाईँ है उदय के भन्नु हामीलाई कुनै सरकार छैन के गर्नुहुन्छ उहाँले के को काम खेतीपाती गर्छौँ खेतीपाती गरेर बस्छौँ फर्स्ट टाइम सिलगढी आएको उहाँ पनि फर्स्ट टाइम आउनु भएको फर्स्ट टाइम मेरो छोरा पनि आउँदैन कहिले हामी यतातिर हामीलाई ड्राइभरले ल्याएको यहाँनिर हामीलाई ड्राइभरले यो हिन्दी बोल्न जान्दैन भाइले बोल्नु पनि आउँदैन हामी पनि जान्दैन हामीलाई एकदम भाषाले पनि गाह्रो भयो भाषाले पनि हामीलाई गाह्रो भयो त्यही कारण पक्रेको हो कि नेपाली भएको कारणले एकदमै दुःख पाइन्छ दुःख पायौँ हामी त गेस्टहरूलाई त उहाँ त हामी रेस्पेक्ट गर्छौँ हामीलाई केही थाहा छैन हामी को आन्दोलन गर्छ के गर्छ हामीले त चाहिँ हामीलाई के दुःख पायो क्या दुःख पायौँ हामी तपाईँले कुन चाहिँ हस्पिटल भन्नुभयो हामी फ्यामिली क्लिनिक मन्त्रीको श्रीमती त्यसको कुनै उयो छ तपाईँको रिसिप्ट छ दिनुभएको छ रिसिप्टहरू यहाँ लगेछ हाम्रो मेरो भाइको त्यो सिटिजनसिप भोट कार्ड नेपालको लाइसेन्स हामीले हस्पिटलको सबै दिएको छौँ अब के मतलब अब के चाहनुहुन्छ त हामीलाई यो बिना कारण अन्याय भएको छ भारतमा चाहिँ के मानव अधिकार हुँदैन तपाईँहरूको त्यो 29 तारिकको र्यालीमा पनि छ भाइ के ताज फर्स्ट टाइम हामी सर्वसाधारण आफ्नो गरेर खाने मान्छे हामी किन जाने त्यो बोर्डर पारी